यो चाहिँ कञ्चनजङ्घा बेस क्याम्पको ओक्टाङ भन्ने ठाउँ रहेको छ, जुन चाहिँ समुद्र सतहदेखि 4700 देखि 4800 मिटरको उचाइमा रहेको छ। यो ठाउँसम्म हामी पुग्नको लागि चाहिँ ताप्लेजुङको यामफुदेखि हामी चाहिँ 3 दिनको हिँडाइमा चाहिँ हामी यस ठाउँसम्म पुग्न सकिन्छ। ठाउँ एकदमै सुन्दर शान्त रहेको छ र जो कोही पनि तपाईहरु चाहिँ बेस क्याम्प चाहिँ पुग्न सक्नुहुन्छ। बेस क्याम्प पुगिसकेपछि तपाईलाई छुट्टै आनन्द मिल्छ, एक किसिमको शान्त। बेस क्याम्प जाँदा चाहिँ चस्मा चाहिँ अनिवार्य बोक्नु होला, किनभने चस्मा बेगर खाली आँखाले हामी हेर्न सक्दैनौँ। त्यही भएर चस्मा अनिवार्य लगाउनु पर्ने हुन्छ बेस क्याम्प जाँदा। हामीलाई यो अवसर प्रदान गरिदिनु हुने हाम्रो अमिर दाई, ट्रेक 8586 र श्रीजङ्गा गाउँपालिकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।